Less Sama Hernu Law. ल गाइज पार्ट 2 पनि आइसक्यो हेर्नु होला। यहाँ चाहिँ सेलरोटी पाक्दैछ। मम्मीले चाहिँ सेलरोटी बनाउँदै हुनुहुँदो रहेछ। चाहिँ अलि ढिला आएको थियो कि त्यही भएर यहाँ चाहिँ खाना खाइसकेको रहेछ। अनि मेरो भाइले चाहिँ भिडियो बनाउन मान्दैन क्या, नबना भनेर रिसाइराख। अर्को फेरि भान्जा मामासँग चप्पेर बसिराखन्, यहाँ हाँसिराखन्। त्यसपछि मलाई पनि भोक लागेर मम्मीले पस्किनु भयो। त्यसपछि म गम के गम खाएँ ल। कति मिठो भएको। मलाई चाहिँ सेलरोटी मनपर्छ, त्यही माथि दहीसँग त बेस्ट लाग्छ। अनि यहाँ चाहिँ हाम्रो भाइरल एकदमै भाइरल भाइ चाहिँ आइसक्नु भएको थियो खाना खानालाई। यहाँ चाहिँ मलाई सबैले चिन्यो भनेर नगराउनु क्या दिदी भनेर भन्नुभएको थियो। अनि यहाँ मामा भान्जी चाहिँ खेलिरहेको थियो, मैले लुकेर बनाएँ। बाबुले के गरे खालको यस्तो सुन्नु न लास्टमा। त्यसपछि हामी चाहिँ टिका लगाउन रेडी भएर गयौँ उता घरमा। हामी चाहिँ पुरानै घरमा लगाउँछौँ, उतै खाना पकाउँछौँ, उतै खाने गराएको भएर उतै चाहिँ टिका लगाउँछौँ सजिलो लागेर। त्यसपछि अरूले चाहिँ भिडियो बनाउन नमानेपछि दाइको र मेरो चाहिँ भिडियो बनायौँ। अनि दाइले चाहिँ मलाई जहिले भाडा पैसा दिन्छ, कति भाडा पैसा दिएको भन्दै थियो। उसले चाहिँ अनलाइनमा हालिदिन्छु त ले भनेर लग्यो। अनि अरू चाहिँ अगाडिको भिडियोमा सुनिसक्नु भयो होला। त्यसपछि आज चाहिँ मम्मीलाई लाउन नमिल्ने भएको हुनाले चाहिँ दाइलाई पनि मैले लगाएँ। अनि टिका लगाइदिएर दाइले चाहिँ रोकिदिन्छु भनेको के। अनि दाइ भाइ भएपछि यतिको चाहिँ हुनुपर्छ है। त्यसपछि चाहिँ यसलाई चाहिँ मलाई दिएको पैसा पनि लगेर गएको थियो। म त सोचिरहेको थिएँ 1000 जति हालिदिएला भनेर। अनि त्यसपछि म्यासेज आयो कि 10,000को। माइ गड, म त सब परिरहेको। अनि म त कसले हालिदिएको भनेर सोचिरहेको। लास्टमा त त्यसले पो हालिदिएर रहेछ। अनि 10,000 पाएपछि म यस्तै खुसी भइहालेँ। अनि हजुरहरूले आज कति कति पाउनुभयो कमेन्ट गर्नु ल। अनि यस्तै रमाइलो गर्दै गर्दै आजको दिन मेरो गयो। आजको लागि यति नै। बाई बाई गाइज।